दाइलाई भेट्न जाँदैछौँ होइन। अहिले यहाँबाट हिँडेको अब उसको रुममा पुगेपछि कतिखेर पुगिन्छ। ओभर टाइम दिन्छ क्या भन्दा काम गरेको छ नि ओभर टाइमको चाहिँ 1 रुपियाँ सबै दिन्छ। हाम्रो पनि क्याबलाई काम पनि अब हामी 30 मिनटमा चाहिँ पुग्छौँ होला लगभग गाडी चढ्नु। यस आजदेखि चाहिँ भन भोलि 4 घन्टा हो 4:30 बजेसम्म ड्युटी 4:30 दुईटा चाहिँ छ अनि त्यो 300 तिरे त्यसको अनि त्यत्रो फाइन तिरेर हुन्छ त अनि तपाईँ पनि मान्छे 850 300 तिर्नु भयो 850 रुपियाँ तिरे टोटली। ग्रेन मलको ब्रिजमा आइपुग्यो। अब यसपछि 10-15 मिनटमा त पुगिन्छ यहाँबाट त। तिनीहरूको कुरा त्यस्तै सुन्छ कि को घर जाँदैछ खाना आफै बनाएर खानुपर्ने मजा रह्यो त। एउटा दिनुहुन्छ सर गाडी त यहाँबाट आयो यो बाटोबाट। फाइनली जाँदैछौँ हामी यहाँबाट चाहिँ स्याट खट हानेर मिला बिल्डिङ हो। उतैबाट गएको भए हुने रहेछ। खुलो सिग्नल खुलो। अब हमर भन्ने ठाउँमा आउँदैछौँ हामी चाहिँ। यहाँ पनि रहेछ त अल्मिरा त। अल्मिरा यो सिग्नलबाट चाहिँ सिधै राउन्ड रोड आउँछ त्यसपछि राइट हो। राउन्ड रोडबाट अगाडि सिधै अगाडि सब्जी मन्डी कता पो हो एरियामा त होइन होला। अर्को राउन्ड रोडबाट राइट अझै पो अनि अघि नै यहाँभित्र छिरेन भन्ने छैन त्यहाँबाट सिधै होइन त्यही त मिसिङ छेउतिर हो त्यही त नेपाल एम्बेसी त हो त नेपाली एम्बेसी यो हो। यहाँ उति सर्भिस रोड छ नि त्यहाँबाट भित्र छिर्न पर्छ होला। राउन्ड रोडबाट राइट। त्यही ड्राइभर यो सेतो गाडी भएको ठाउँमा यहाँ कति नम्बर गेट हो कोठा हो गेट नम्बर 32 हो। अच्छा 28 अलि त रहेछ 28 हो त यो त गाडी आउँदैछ त अलि त रहेछ कि ल यो 28 रहेछ 32 भनेपछि ए त्यही त यही सामानहरू यही गाडीहरू जस्तो छ हेर्दा सामान खोइ सामान लिएर आएको खोइ यसले सामान लिएर आयो लु कडै होला जस्तो सामान पार्सल लिएर आउँदैछ। पार्किङ गरेर बसेको छु ल ल ऊ त्यो गर्नु पर्यो। ल ल बाई अब दाइलाई पनि निकालिदिनु भने त भएन होइन। ल ल बाई बाई हिँडेको हामी बाई बाई ल लागो दाइ चाहिँ हामी पनि लाग्यौँ।